हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हाम्रो यहाँनिर क्याफे क्लोज गरिसकेपछि हामीले चाहिँ यहाँको प्लान्टहरू बाहिर निकालेर सरसफाइ गर्ने भन्ने हाम्रो प्लान भएको थियो। त्यही भएर हामीले चाहिँ आज अब सबै यो प्लान्ट चाहिँ बिहानै मैले निकालेर सबै पानी हालेर धुलो पारिसकेको हो। अनि भाइ चाहिँ त्यो काम गरिरहेछ। अब हामीले चाहिँ सब यहाँको प्लान्टहरू निकालेर खाली गरेर अस्तिको महिना पनि हामीले चाहिँ महिनाको लास्टमा सफा गरेको थियौँ। अनि फेरि हाम्रो चाहिँ अब अहिले अब न्यु इयर पनि लाग्यो अनि यो महिनाको पनि लास्ट हुन लाग्यो। सो अनि हामीले सबै प्लान्टहरू चाहिँ निकालेर आज सबै प्लान्टको पानीले धुलो पखालेको छौँ, सबै सफा गरेको छौँ, एकदमै क्लिन पारेर। यहाँ फाइनली हामीले सबै रेडी सबै सफा गरिसक्यौँ। यहाँ चाहिँ अस्ति भाउजूले ल्याउनु भएको थियो अनि मैले रोपेको, यहाँ भाउजूले मलाई रोप्नु भन्नुभएको थियो। एकदमै क्युट छ। अनि हामीले चाहिँ यो प्लान्टहरू सबै पानीले यसको धुलो चाहिँ एकदमै पखालेर राम्रोसँगले एकदम सफा भइरहेछ। तपाईँहरू देख्नुहुन्छ यो हाम्रो सबैभन्दा ठुलो छ यो प्लान्ट चाहिँ। अनि यहाँ पनि हामीले सबै हामीले धोएर राखिसकेको छौँ। अब चाहिँ हामीले सबै हाम्रो नाइट ड्युटी सकिसकेको छौँ। अब हाम्रो चाहिँ त्यहाँनिर पनि हाम्रो त्यो के भन्छ गेटमा लाउने फुल एकदमै राम्रो भएको छ है गाइस। हाम्रो यो चाहिँ हामी आउँदा चाहिँ भाउजूले रोपेको भर्खर सानो मात्रै थियो, अझ यस्तो दामी भइसकेको छ। अनि अब हामी चाहिँ घर जान्छौँ किनकि हाम्रो 8 बजी ड्युटी थियो। 8 बजीसम्म हो हाम्रो। आज चाहिँ हामीले सरसफाइ गर्दै हाम्रो चाहिँ 9 नै बजिसक्यो भनौँ है। अब हामी चाहिँ घर जान्छौँ। अब भाइ यहाँ छ अनि त्यसपछि अब क्यामेरा देखाउँदैछु। अब हामी चाहिँ यहाँ काम गरेर पुरा फुस्रै भएर यस्तो अवस्थामा छौँ। अब जाडो हुन्छ बाहिर चाहिँ। अनि त्यो भाइ चाहिँ नाचिरहेको छ है। तर म अब ज्याकेट लगाउँछु। ज्याकेट एकदमै थकाइ लागेको छ। दिउँसो नि बिजी नै थियो हाम्रो चाहिँ। के हुन्छ लगाऊ, दिउँसो नि बिजी थियो। सो बेलुका चाहिँ लगाऊ न। अब चाहिँ हामी घर जान लाग्यौँ। बत्ती पनि निभाइसक्यौँ हामीले। अब किनकि हामी चाहिँ घर जानुपर्ने हुन्छ। हाम्रो ड्युटी टाइम 8 बजीसम्म थियो, तर आज हाम्रो 9 नै बज्यो। आज हामीलाई नानाले गाली पनि गर्नुहुन्छ, खालि ढिलो गर्छौ भन्नुहुन्छ। तर हाम्रो चाहिँ काम यस्तै हो।